नमस्ते यहाँहरु सबैलाई मेरो युट्युब च्यानल सुवेदी हरिश क्रिएसनमा म हरिशचन्द्र सुवेदीको। आज हामी यहाँहरुलाई पोखरा महानगरपालिका वडा नम्बर 22 अन्तर्गत पर्ने पुम्दीकोटमा रहेको अति सुन्दर शिव मूर्तिको दर्शन गर्न जाँदैछौँ। पुम्दीकोट जानको लागि पृथ्वी चोक, बिरौटा र छोरेपाटनबाट सार्वजनिक यातायातको साधनबाट पनि जान सकिन्छ भने आफ्नो सवारी साधन छ भने पनि सजिलै जान सकिन्छ र पैदल यात्रा गरेर पनि जान सकिन्छ पुम्दीकोट शिव मन्दिर। अहिले हामी पोखराको छोरेपाटनबाट उकालो यात्रा गर्दै पुम्दीकोट तर्फ रमाइलो यात्रा गरिरहेका छौँ। त्यति राम्रो भ्यू देखिया पोखराको त खिच्नु न। ओके छ त। ओ क्या सुन्दर छोरेपाटन एरिया हो। बजारको कोलाहल वातावरणबाट शान्त वातावरणमा हिँड्न घुम्न पाउँदा केटाकेटीहरू पनि निकै रमाइरहेका छन्। जति उकालो चढ्दै गयौँ उति सुन्दर पोखराका दृश्यहरू हेर्दै हामीले हाम्रो यात्रालाई अघि बढाइरहेका छौँ। हामी पुग्नुपर्ने गन्तव्य हजुर कहाँबाट आउनुभयो? यता पुम्दीबाटै जाँदै यता माथि अब गाडी आउँछ 2 बजे उहाँ निस्किन्छ नि गाडी अलिकति छोरै जानु नमस्ते। आजको क्यामेराम्यान मानिस हो। किन माथि दौडी हो कि बाबु त खुट्टा देख्नलाई भरे। हेलो मनस्वी। हेलो दिदी। अझै आउने। हेलो हाई। अझै हाम्रो गन्तव्य टाढा नै छ। उकालो हिँड्न गाह्रो भयो है क्या हो? गाह्रो भयो दिदी। छोरेपाटनबाट ठाडो उकालो चढ्दै हामी अहिले कोदीको गोलो चौतारामा आइपुगेका छौँ। यहाँबाट पोखराको सुन्दर दृश्य हेर्न निकै रमाइलो हुन्छ। उकालो भने डेन्जर छ। एकदम ठाडै लोट्यो बाबु लोट्यो। कति फुट्यो। कस्तो राम्रो इम्युनिटी छ। उकालो यात्रा गरेर यस चौतारामा आएर पोखराका सुन्दर दृश्यहरू र चिसो हावा खाँदै बस्दा यहाँ निकै आनन्दभूति हुन्छ सबैलाई। यस गोलो चौतारीमा केही बेर
विश्राम गरिसकेपछि हामीले फेरि हाम्रो रमाइलो यात्रालाई अगाडि बढायौँ। मटरको बाटोमा आइसक्यो। यो चाहिँ शान्ति स्तूपा हो। अहिले हामी कोदी आइपुगेका छौँ। यहाँबाट पोखराका सुन्दर दृश्यहरू हेर्न सकिन्छ। हामी अब यहाँ केही बेर विश्राम गरिसकेपछि हाम्रो पैदल यात्रालाई यहाँसम्म नै स्थगित गर्दै हामी अब गाडीमा चढेर पुम्दीकोटसम्म जानेछौँ। हामी मोरङबाट पोखरा शैक्षिक अवलोकन भ्रमण गर्ने यात्रीहरूको बसमा चढेर अहिले पुम्दीकोट आइपुगेका छौँ। हजुरहरू त्यहाँ झापादेखि आउनुभएको? मोरङबाट आउनुभएको शैक्षिक टोलीहरू पोखराबाट। ल हेर्नुहोस् त पुम्दीकोटमा भिड। ल हेर्नुहोस् त पुम्दीकोटको चहल पहल। ओहो कस्तो भिडभाड, कस्तो ठाउँ कस्तो भयो। अहिले हामी पुम्दीकोटको शिव मूर्तिको गेटमा आइपुगेका छौँ। यहाँबाट वरिपरिका सुन्दर दृश्यहरू हेर्न सकिन्छ। निकै रमाइलो ठाउँ छ। पुम्दीकोटको शिव मन्दिर यस्तो सुन्दर र रमणीय स्थानमा छ जहाँबाट सुन्दर हिमालयका दृश्यहरू, फेवातालको सुन्दर दृश्य र हर्पन खोलाले बनाएका सुन्दर फाँटहरू, पोखराको सुन्दर दृश्य, कास्कीकोट, सराङकोट लगायतका विभिन्न रमणीय र पर्यटकीय स्थलहरू देख्न सकिने अति नै सुन्दर धार्मिक तथा पर्यटकीय स्थल हो पुम्दीकोट शिव मन्दिर। एक पटक आउनै पर्ने, घुम्नै पर्ने, दर्शन गर्नै पर्ने अति नै सुन्दर, शान्त र रमणीय धार्मिक तथा पर्यटकीय स्थल हो पुम्दीकोट शिव मूर्ति। कति सुन्दर शिव मूर्ति। ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय। यहाँबाट अति सुन्दर हिम श्रृङ्खलाहरू देख्न सकिन्छ। माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्ण लगायतका सुन्दर हिमालय रेन्जको दृश्य पनि यहाँबाट देख्न सकिन्छ। शिव मूर्तिको
चारैतर्फ यसरी सुन्दर शिवलिङ्गहरू स्थापना गरिएको छ। शिव मन्दिर मूर्तिको अगाडि यसरी पितृभक्त गणेश भगवानको मूर्ति पनि स्थापना गरिएको छ। यहाँबाट पोखराका सुन्दर दृश्यहरू, शान्ति स्तूपा, सराङकोट, हिमालयका सुन्दर श्रृङ्खलाहरू, फेवाताल लगायतका विविध सुन्दर दृश्यहरू देख्न सकिन्छ। यो अति नै सुन्दर स्थानमा रहेको छ यो पुम्दीकोट शिव मूर्ति। मेरो युट्युब च्यानल सुवेदी हरिश क्रिएसन सब्सक्राइब गर्नुभएको छैन भने प्लिज 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 सब्सक्राइब गरिदिनु होला। धन्यवाद। आफ्ना माता पिताका भक्त श्री गणेश भगवानले आफ्ना पिता शिवजीलाई परिक्रमा गरिरहेको यो सुन्दर दृश्य पनि निकै मनमोहक छ। पुम्दीकोटमा यहाँको मनोरम र सुन्दर दृश्यहरूका साथसाथै यहाँका देवी देवताहरूको दर्शन गर्दा गर्दै समय गएको पत्तै हुँदो रहेनछ। अति नै सुन्दर, शान्त र रमणीय स्थल पुम्दीकोट।
साँझ पर्न लागिसक्यो। अझै पनि दर्शनार्थी तथा पर्यटकहरूको घुइँचो लागिरहेकै छ पुम्दीकोटमा। यो सुन्दर ठाउँमा घुम्दा घुम्दै हेर्दै दर्शन गर्दै समय गएको पत्तै भएन। अब हामी ग्रुपमा बसेर केही खानेकुराहरू खाँदैछौँ गफ गर्दै। आजको पुम्दी कोटको यात्रा निकै रमाइलो र अविस्मरणीय भइरहेको छ हामीसँग। केही बेर हामी बदाम सुन्तला लगायतका खानेकुरा खाइसकेपछि अब हामी लाग्दैछौँ ड्रिम सिटीको अवलोकन गर्न। ड्रिम सिटी पार्क पनि निकै रमाइलो र सुन्दर पार्क रहेछ। यहाँबाट शिव मन्दिर लगायत काशीकोट, सराङकोट लगायत हिमालय श्रृङ्खलाहरू पनि देख्न सकिने रहेछ। यहाँबाट फेवातालका सुन्दर दृश्यहरू पनि देख्न सकिने निकै सुन्दर पार्क रहेछ। यहाँ विभिन्न किसिमका देवी देवताका सुन्दर मूर्तिहरू पनि स्थापना गरिएको रहेछ। यसका साथसाथै यहाँ विभिन्न किसिमका खेलहरू, रमाइला खेलहरू पनि रहेछन्। हामी समय अभावका कारण ती खेलहरू हेर्न तथा खेल्न असमर्थ भयौँ भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। यहाँहरूलाई भिडियो कस्तो लाग्यो लाइक, कमेन्ट, सेयर र सब्सक्राइब पनि गरिदिनु होला भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। धन्यवाद यहाँहरू सबैलाई।